ल साथी हो हुमखोलामा हामी अहिले आज डे 3 आज हामी मास्तिर हाम्रो ट्रेकिङ सुरु हुन्छ अब यसो खाजासाजा खाएर अब हिँड्न सुरु हुन्छ वेदर यस्तो छ हो मस्त पानी परेछ पुरा हुसुला हो हिजोको स्टे हाम्रो यहाँ ल अब बाँकी बाटोमा भेटौँ ल ओह गाइज हाम्रो ट्रेकिङ स्टार्ट भइसकेछ म चाहिँ धेरै हिँड्न सक्ने भएर अलि छिटो अगाडि आएको छु एकदमै के भन्ने 5 मिनट भयो हिँडेको यहाँ थकाइ लागिसक्यो अरू कुरा बाँकी बिच बाटोमा हजुरलाई यसो के छ देखाउँदै हिँड्नु पर्ला है थकेर आएर के रेस्ट है लगभग 1 घन्टा जति भयो होला हामी हिँडेको एकदम थकेर आएर ज्याकेट पनि चेन्ज बाइकवाला ओ सोल्डीहरु ल है ट्रेकमा यहाँ मुसा पनि आइदिन्छन् अबि गन्नु गणपति पप्पा मोरया हो गया आइच साथीहरु बाटो चाहिँ यस्तो छ ठाडै उकालै दुईजना सल्लो हिँड्नेछ यसरी एकदम धेरै हिँड्न सक्नेवाला दुईजना त्यही भएर फर्स्टमा छौँ अरू त भर्खर 1 घन्टा हामीभन्दा टाढा होला यस्तो छ है जङ्गलको भ्यू एक ल्यायो भने सात त उड्छ ल 1.5 घन्टा भयो हामी हिँडेको बला उकाले यार बाटो यहाँ फेरि रुखले बाटो रोकिदिनु भए रहेछ मरिन्छु क्या हो त्यो पनि उकाले गुराँस डाँडा हामी 2 घन्टामा आइएछ Yes, oh, guys. ल बिस्तारै ओह्राली लाग्दै है गाह्रो छ गाह्रो अरूको भिडियो हेर्न सजिलो आफू आउन गाह्रो लुक एट द भ्यू गाइज बाहुबलीको झर्ना यही हो क्या हो कता हो मैले अघि भिडियो चाहिँ यहाँबाट लिएको थिएँ अनि म यहाँ आइसकेको छु हामी टोलीमा सब अगाडि गइसक्यो दाइरमा मात्र हो गाह्रो छ ओ चिसो पानी जस्तो झर्नाको यो फुटे हो क्या फुटे वाटरफलमा आएछौँ है ल है ओ हाम्रो ग्रुप फाइनली भेट भयो ओ साथी कहाँ हो हराउने छोड्दिने बिच बाटोमा सायद फुटे झर्ना यसले गर्दा भने होला Current in the house स्यापो करेन्ट हामीलाई झर्नामा स्काइमा करेन्ट भनेको अर्को जिल्लाको हो कति चिसो भएको तपाईँ
करेन्ट बनाएर अन्डा बनाएको हिजो करेन्ट बनाएर अन्डा बनाएको हिजो कि कम्यो जहाँ गयो त्यही झरना झरनाको बिचमा हामी अब खान्छौँ अर्ना झन्डा रहेछ यहाँ ल हामी चाहिँ अब खाजा खाएर चिया खाएर निस्किन लाग्यो यहाँबाट पानी पनि परेछ त्यही भएर रेनकोट ल गाइज हामी चाहिँ फुटफुटे झरनाबाट एकदमै ठाडै उकालो बाटो हिँड्दै बल्ल बल्ल थाक्दै अहिले यहाँ के हो यो अन्नपूर्ण फर्स्ट खै के आफै पढ्नु यहाँ आइसकेछ I am the last one. यो चाहिँ हामी आज यहीँ बस्ने हो क्या हो हेर्न सक्नुहुन्छ शान्ति खर्कमा आइसकेको छौँ हामी हाम्रो टोलीहरू त अलि अघि गयो क्या हो एकदमै थकित अवस्था लगभग 3-4 घन्टा हिँडिसक्यो होला बिचमा एक ठाउँ रेस्ट गर्नु थियो करेन्ट हामीले है त्यो पनि भोक लागिसक्यो सब टोलीले छोडिसक्यो आई गेस म चाहिँ लास्ट हो मभन्दा हल्का अगाडि जाइजानु भयो त्यसपछि म लास्टमा दाइ उहाँ हो यता हो दाइ ल अब पिछो बाटोमा अड्किएको छ आगे पनि म हजुरलाई देखाउँछु है गुफा फाटको खाना यहाँ छिटो हिँड्ने मान्छेहरू अगाडि जान लाछन् हामी लेट आउनेवालाहरू 1.5 आवरको वाक पछि हाम्रो अबको आजको डेस्टिनेसन आज यहीँ बसिन्छ लगभग 10 बजे हिँडेको भनेपछि 8 घन्टा हिँड्ने आज हामी यहाँ बस्नेछौँ वेदर यस्तो छ नत्र दामी भ्यू देखिने हो खासमा ब्याड लक होप टुमारो विल बी गुड लक ओ हाम्रो कुकुर पहिले आएर रहेछ पानी भरेछ जमजम टोपीलाई अर्को टोपी खोइ कालो टोपी यहाँ छ के लाउनु के चिसो हुन्छ अलि माथि जाँदा चिसै भएन के पहिले हिँड्यो लक्सा
झर्नाको झर्नाको यो